हेलो गाइज, आज भने चाहिँ म पैसा किन हल्लाइरहेको छु भने यो पैसा लगेर चाहिँ म आज मेरो कपाल काट्ने छु गाइज। र मेरो कपाल निकै ठुलो भइसकेको छ र म कपाल काट्न जाँदैछु। र म भने चाहिँ अब घरबाट निस्किसकेर घरबाट निस्किँदै गर्दा म आफ्नो कपालहरू चाहिँ मिलाइरहेको थिएँ भने तपाईँले मेरो घरको बाहिर चाहिँ तपाईँले यस्तो भ्यू देख्न सक्नुहुनेछ। र म भने चाहिँ अब भिडियो बनाउन लाज लागेर म आफ्नो कपाल मिलाएको जस्तो गरिदिएँ। र त्यसपछि म सलनमा पुगेँ। फाइनल पुगिसकेपछि मैले त्यो दाइलाई म यस्तो यस्तो कपाल काट्दिनु भनेर मैले भनिदिएँ र त्यो दाइले काट्दिनु। त्यो दाइले कपाल काट्दै थियो भने म चाहिँ यहाँ भिडियो बनाउँदै थिएँ र मैले भिडियो बनाउँदै गर्दा मलाई यतिकै नि सौ जस्तो लाग्यो। तर भने काट्नै पर्ने हुन्छ। मैले तपाईँहरूलाई लागिरह होला मैले चाहिँ कपाल पुरै छोटो जस्तो लागेर, तर तपाईँहरू पुरै गलत फ्यामिलीमा पर्नु भएको छ। किनभने मैले कपाल चाहिँ साइडको मात्रै काट्न आँटेको छु र यो कटको नाम चाहिँ लोफेट रहेको। मैले चाहिँ अगाडिको कपाल किन नकाटेको भन्ने सोचमा तपाईँहरू बस्नु भएको छ होला। र मैले अगाडिको कपाल काट्दा चाहिँ अलि सक्दैन, त्यही भएर म साइडको मात्रै काट्छु। र मैले काटेको स्टाइल चाहिँ यस्तो छ, कस्तो छ गाइस तपाईँले भनिदिनुहोस् है त।